सोयाबिन के भात मासु हो क्या सेम हो र दुईटा अब चाहिँ ड्राइड बिफ र दाइ यो चाहिँ सेम हो यो दुईटा हेर्नु यो त मासु भित्र भित्रको उस देखेछ तर त्यो त राम्रो चाहिँ देखेछ हैन यो अर्कै चीज जस्तो देखेछ के यो माडा जस्तो देखेछ नि त यो खास पुरी मगा तिमीले चक्कु मगाएर केही युज गर तिमीले राम्रोसँग रिसर्च नगरेर मैले लामा आउँछ होला नि मैले नि लामा आउँछ भन्ने सोचेको भर त्यस्तो पिस आयो मन परेन तर यो चाहिँ मन परेन यो चाहिँ मलाई कहिले पनि मन पर्दैन खास जहिले पनि ट्राई गर्छु तर यसको फ्लेभर चाहिँ किन अहिलेसम्म एडजस्टै हुँदैन त्यहाँ पब्लिकमा छौँ ठ्याक्कै भन्नुहुन्न भरे त्यहाँ पिक्चर राखिदिन्छ है पिरोले एलर्जी भयो मलाई हो त्यो यो चाहिँ चिकनले जाए यो चाहिँ चिकन हो तिमी जान्दैन क्या जाने सरी अब हाछ्यौ पनि गए प्लेट चाख्दैमै कसरी पिरो भयो ल दाइ प्लिज डु दी अनर्स ठुलो या हड्डीसम्म ज्या हुन्छ कि चेसै भन्यो जुन चिज आश गरेर खान्छ त्यो चिज टेस्टै हुँदैन केही पनि टेस्ट छैन मैले झन् भर्खरै यो केराको यो खाएर झन् बिलियो भयो कुखुराको मासु यस्तो मसला आश गरेर खाएको भुटेर राखेर बोइल गरेर पानीमा डुबाएर राखेको सादा नो मसला नथिङ नुन पनि छैन यो चाहिँ फ्राइड फिस रे तर यस्तो छान्दै गिलित छ क्या दाइ ल दाइ अघि त्यो माथि गर्दा यहाँ प्यान्ट राम्रोसँग देखियो नि त अब हेरिराख्नु जस्तो भयो प्यान्ट हेर्नु न त्यहाँ क्यामेरामा म्याखा बस्ने म्याखा त्यो माखा भन्ने थाहा पाउँछ भनेर म्याखा भन्ने हेर्दै डर लाग्दछ त हेर्दै माछा हो यो यस्तो छ है माछा अलिक बढी नै खान्छु तर मैले स्किनको लागि राम्रो हुन्छ तर भएन कि टेस्ट सबै उल्टे पाल्टे अर्को सोचेर केही छैन निल्दाखेरि अलिकति कता मात्रै फ्लेभर आहा तर ल यो चाहिँ एउटा यस्तो छ है दा यो मैले मासु सोचेको थिएँ मासु तपाईँले नि मासु लागिरहेछ हेर्दा मासु देखेछ नि तपाईँहरूलाई नि मासु लागेछ होला होइन तर यो चाहिँ फ्रुट लेदर हो अरे के फ्रुट गाइस फ्रुट मैले के देखेको थिएँ भने वाटरमेलन अनि के थियो 2-3टा फ्रुट लेदर हेर्दा धरि मैले हातले तान्थेँ अब यो कुन एङ्गलबाट फ्रुट देखेछ गाइस कुन एङ्गलबाट फ्रुट देखिरहेछ यो ओइ भाइ दाइ त्यस्तो मात्र गइसके ए मेरो नाकैमा पर्यो धन्न आँखामा परेन फ्रुट जस्तो लागेछ अघिको कुन थियो टेस्ट एउटा यस्तो फ्रुट होइन गाइज यार कि मैले गलत देखायो गुगलले तर यो फ्रुट होइन सोयाबिनको जस्तो छ तर यो त सोयाबिन भन्दा नि मासु नै हो जस्तो यो चाहिँ स्मल ससेज रे ल दाइ हड्डी नै हो जस्तो लागिरहेको मैले त यो कस्तो उस गरेँ भने मिठो खाले गुलियो मिठाई जस्तो लाग्यो इमेजिनेसन त्यो छ कि मेरो ठ्याक्कै साग खाँद्ने बेलामा खाँदबारी हुन्छ ठ्याक्कै त्यसो मुलाको अचार जस्तो के कस्तो छ तिमीले सक्दैन ल थोरै यो एक्सपायरी डेट भएको हो होइन दाइ यो कुनै पनि एक्सपायर भएको छैन पिरो रहेछ यार यो चाहिँ सकेन है मस्टर्ड ट्युबर हैन दाइ यो हेर्दाखेरि तपाईलाई के जस्तो लागेछ टोफु जस्तो देख्छ टोफु मलाई चाहिँ अगाडिको यो तलको यल्लो हेर्दाखेरि आफको के होला भन्ने लागेको थियो स्लाइड जस्तो तर यो चाहिँ भेज न रहेछ कि नन भेज रहेछ के दाइ खास यो भातसँग खाने जस्तो लाग्यो मलाई नि त्यसै लाग्यो ल है अब हामी यो रकेट साइन छ त्यहाँ रकेट ओहो यो त यो र अघिनेको सेम रहेछ हौ ल दाइ तर यो मिठो रहेछ हौ ठ्याक्कै के भन्छ अरे बुल्दकको फ्लेभर छ बुल्दकको फ्लेभर छ हुन त बाहिर पनि बुल्दकै देखिरहेछ तर मिठो छ है यो चाहिँ मलाई मिठो लाग्यो अनि मलाई चाहिँ फेरि त्यो कोरियन अलिकति कस्तो लाग्छ खासै खाँदैन नि त चाइनिज चाहिँ अब
मेरो लुक्सहरू पनि हेर्नु न जुङ्गा आँखा साँखा हेर्नु उताबाट आँखा क्या फेरि नितु फेरि अब कोरियन जस्तो क्या मलाई मन परेन मलाई त मन पर्यो फेरि कुट फर्मे ल हजुरले भन्नु त कुन खाने यो पनि छ है भटमास र तिलको रे यो एउटै होला क्या यो बनाउनेको टेक्सचरमा चाहिँ फरक हो जस्तो लाग्छ यो चाहिँ अलिक पात जस्तो लामो यस्तो छ यो चाहिँ यो अलिकति फेमस यो फेमस यो भयो त्यो नफरा त्यो वेस्टेज हुन्छ क्या म अहिलेलाई रिक्स लिन चाहन्न एउटा मात्रै खान्छु त्यो अघि नैको यो पिरो रहेछ यार मलाई होइन त्यस्तो साह्रो पिरो गरेको थिएन यो बुल्दको यो आलाले या सबै रन नगरायो ए सरी गुलियो कस्तो भएन यो टोटली यो स्क्याम भयो मलाई पिरो होला भनेको गुलियो आहा मजा आएन यो आइदिनु यो गुलियो नै कस्तो गुलियो कस्तो खाले गुलियो के यो अनि यो सेम हो जस्तो लाग्छ अलिकति मसला नुन धेरै थोरै होला सेम हो यो पिरो धेरै भयो क्या अनि भयो अब यो के भन्छ लगभग हामीले ओभरअल त खानेकुराहरू खाइसक्यौँ यो खाइदिउँ है त ओके फुल सफ्ट पिरो भएर यहाँ कता पसिना आएको छ नट माई है गाइस ए मिठाई जेली मिलेन यो निस्किनै मान्दैन त यहाँ मिठाई खाउ भन्छ क्या मिठो जेली अङ्गुर जस्तै बाहिर त्यो उस फुटाएपछि ल यो चाहिँ स्पाइसी ग्लुटेन स्न्याक मैले यो नेपाली नाम दिएको लामा खाले लेज सफ्ट छ ओसेको लेज दिएछु भने नाम बिग्रे त्यही हो गहुँ र धेरै जस्तो खानेकुरा चाहिँ गहुँ र भटमासको छ अब यो पिरो रहेछ यार फेरि मैले क्रन्ची गरेको सफ्ट त्यो भनेको यो लेज होइन है टेस्ट गुलियो नुनले मिक्स भएर त्यो म त टेस्ट त मिल्यो अमिलो पिरोपट्टि खान्छ यो गुलियो खान सक्दैन त गुलियो नि छ है दाइ गुलियो हुने नहुने सबै छ यहाँ दिमाग खराब पनि छ अब म यहाँ राख्दिएँ यो खाम है अब हामी चाहिँ भिडियो भ्याउनतिर लाग्छ इन्डिङतिर छ यो चाहिँ ओए यो कुरकुरे हो कि यो लेज यो क्रन्ची रहेछ यो चाहिँ उहाँको लेज होला है अगाडि गुलियो मलाई त एक्सपेक्टेसन भर्सेस रियालिटी भयो यो चाहिँ त्यो कुखुरा भाले भनिन्छ नि हाम्रो नेपालमा पाउने त्यो कुखुरा त्यो सिजीको के कम्पनीको कुखुरा भाले भन्ने यसो होला क्या यसमा पनि गुलियो त्यही उसलाई छ भाइ आलु चिप्नु होइन लास्ट गुलियो पिरो होला भनेको गुलियो रहेछ के पिरो त्यो टक्क परेको होला भनेको गुलियो रहेछ यो नि नचाखौँ यो नि नचाख्ने त यो र यो अघिको हामीले खाएको सेम हो यो चाहिँ 3टा कलरमा थियो रातो अरेन्ज अनि यो हरियोमा थियो अनि रातो भनेको अलिक स्पाइसी थियो मैले चाहेको थिएँ यो र यो सेम यो र यो एउटै हो अब जस्ट प्याकेजिङ मात्रै समिता बहिनी अब इफ म रङ छैन भने यो सेम हो त्यो भएर हामी यो चाखिन अब वेस्टेज हुन्छ अब अगाउन नि अगाइसक्यो फेरि यो पनि खानु पर्यो अहिले अनि यो पनि सेमै हो यसको जस्ट बनावट मात्रै फरक हो जस्तो लागिरहेछ त्यही भएर यो खाएन अनि गुलियो रहेछ मलाई मन पर्न यो चाहिँ मेरो अल टाइम फेभरेट हो यो चाहिँ मलाई एकदम मनपर्छ त्यही भएर अब चाहिँ हामी भिडियोको अन्त्यमा आइसक्यौँ ल दाइ तपाईँलाई कस्तो लाग्यो मेरो भिडियोमा आज यसरी आउँदाखेरि अनि यो खानेकुराहरू ट्राई गर्दाखेरि होइन सबै चिज एकदमै रिटर्न ब्याक अब होइन ब्याक टु मेमोरी भयो 2018 को चाइना जाँदाखेरि त्यो आधी घन्टा 1 घन्टा 2 घन्टा टोटली त्यो स्टार्टिङबाट 7:30 बजेबाट छिरेर 9 बजे निस्किने मेरो खास यही भएर के ऊ बहिनीले चाखेको अघि कोरियनको फ्लेभर मिलेन तर मलाई चाहिँ चाइनिजको चाहिँ लगभग टेस्ट मेरो जिब्रोले चाहिँ पचाएको छ नि त अनि मलाई मन परेको भनेर के रहेछ भनेर चाखेर म खास डुल्थेँ ब्याक टु मेमोरी भयो त्यसको लागि धेरै धेरै धन्यवाद बहिनी यो एउटा सेलिब्रेसन जस्तो पनि भयो समिता बहिनीले हामीलाई यो पठाइदिएर तिमीलाई पठाइदिएर म जोडिन पाएँ के भन्ने अब खाँदैछु मिठो भएछ मलाई चाहिँ खाइराख्ने हो तर टेस्ट चाहिँ त्यो होइन हाम्रो नेपालमा चाहिँ इन्डियन मसलाहरू बढी युज गर्ने भएको भएर त्यो मसलाको दिमागले त्यो खोज्ने अनि जिब्रोले अर्को हुँदाखेरि चाहिँ हल्का नमिलेको हो तर अहिलेसम्म चाहिँ जस हामीले नि अहिलेसम्म चाहिँ खान सक्ने चाहिँ भइरहेछ नत्र भने त पहिला त यस्तो प्लास्टिक खोले कि टाढा भाग्ने जस्तो हुन्थ्यो हामी त साँच्चै हो ल थ्याङ्क यू सो मच दाइ मेरो भिडियोमा आइदिनु भएकोमा यहाँ चाहिँ मिठाईको कलेक्सनहरू छ तपाईँले चाहिँ देखाउनु भएन अनि यो ब्याग पनि कस्तो क्युट छ यो चाहिँ मिठाईकै ब्याग हो ल यो चाहिँ दाइलाई थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद खाना नि पाइयो मेमोरी पनि रिभिजन गर्न पाइयो त्यसपछि यस्तो राम्रो गिफ्ट पनि दिनुभएको छ बहिनीले हजुरले दिनुभएको गिफ्टलाई अब धेरै जस्तो मैले खान्छु 1-2 वटा चाहिँ राईले खान्छ
हुन्छ नो प्रब्लम राम्रो गिफ्टको लागि धेरै धेरै धन्यवाद अनि जति पनि हेरेर यो भिडियो हेरेर हाम्रो यो रियाक्सनहरू तपाईँहरूले चाहिँ नि केही कुराहरू त्यस्तो भएको छ केही कुरा तपाईँहरूलाई चाहिँ नि आफ्नो लाइफसँग कनेक्ट हुन पायो भने के अरे कनेक्ट भएको जस्तो फिल भएको छ नि जति बेला कनेक्ट हुन्छ त्यहाँ तलपट्टि चाहिँ कमेन्ट गरिहाल्नु कि यो इन्सिडेन्टमा हामी चाहिँ इन्सिडेन्ट भनिरहेको है धेरै इङ्ग्लिस बोल्छ कि त्यही भएर फेरि खतरा छ आजकल त एकदम इम्प्रोभाइज भयो अनि यो इन्सिडेन्टमा चाहिँ मलाई पनि यस्तो भएको थियो भनेर त थोर लेखिदिइहाल्नु त्यो भयो भने एउटा त हामीलाई पनि तपाईँले हाम्रो भिडियो हेर्दो रहेछ भन्ने थाहा हुन्छ अनि नितु बहिनीसँग त स्टेजहरू त धेरै कुराहरू सेयर गरिन्छ कोरियोग्राफीको बेला धेरै सेयर हुन्छ तर स्क्रिन सेयर चाहिँ अहिले यो लगभग यो फर्स्ट टाइम अफिसियली स्क्रिन सेयर चाहिँ यो फर्स्ट टाइम हो सो मेरो र नितु बहिनीसँग चाहिँ यसरी तपाईँलाई केही कुराहरू अझै पनि केही कुरा खोजेछ केही कुरा गर्नेछ अब केही कुराहरू सजेसन गरेर यस्तो खाले भिडियोहरू बनाउनु न यो खाले थिममा चाहिँ यो खाले चाहिँ डान्स गरौँ भन्ने केही छ भने तलपट्टि कमेन्ट बक्समा गएर मजाले यति लामो लामो नेपालीमा इङ्ग्लिसमा हिन्दीमा त्यो तिनटै भाषा बुझ्छु है गुरुङ भाषा नि अलिअलि रम चाइनिज पनि अलिअलि बुझ्छु त्यो को हुनुहुन्छ कहाँ कहाँबाट हेर्नु भएको छ सबैजनाले मजाले चाहिँ नि आफ्नो सजेसन लेखेर चाहिँ मजाले ढुक्कसँग चाहिँ लेख्न चाहिँ त्यो मनमा राखेर नबस्नु लेखिहाल्नु तल अनि इफ हामी यो कुनै पनि यो अब के भन्छ अरे खानेकुराहरूमा अब प्रोनाउन्सिएसन त नाम पढ्ने त उस्तै हो टाढाकै कुरा हो तर पनि के भन्छ अरे तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ त्यो पनि कमेन्ट गरिदिनु होला अनि इट वाज अ लभली कोलाबोरेसन दाइ अनि दाइ अब म चाहिँ यो भिडियो अन्त्य गर्न चाहन्छु थ्याङ्क्स फर वाचिङ टिल द एन्ड लाइक सेयर एन्ड बाई बाई सब्स्क्राइब सरी फेरि यता आउनुहोस् लाइक सेयर एन्ड सब्स्क्राइब भन्छ भने बाई बाई भन्छ ल थ्याङ्क्स फर वाचिङ टिल द एन्ड लाइक सेयर एन्ड सब्स्क्राइब थ्याङ्क यू सो मच धन्यवाद